हे गाइज, स्वागत छ तपाईँलाई एउटा अर्को न्यू भिडियोमा। र यसमा हामी कुन विद्यार्थीलाई केन्द्रित गरेर भिडियो बनाएको छौँ भन्दाखेरि, यदि तपाईँले सङ्गठित संस्थाको तयारी गर्दै हुनुहुन्छ र तपाईँले एकदमै एथोराइज मेटेरियलको खोजीमा हुनुहुन्छ भने तपाईँले यो भिडियो एकदमै हेल्पफुल हुनेछ र तपाईँले अन्तिमसम्म हेरेर साथ सपोर्ट अवश्य पनि दिनुहोला। र यो भिडियोमा हामी तपाईँले तयारी गर्दै हुनुहुन्छ भने तपाईँलाई हेल्पफुल हुने मेटेरियलहरू कहाँबाट के कलेक्सन गर्ने र कुन कुन तपाईँले पढ्नुपर्ने हुन्छ, एकदमै फ्रीमा पाइने बुकहरू छन् हैन। यसमा तपाईँले तयारी गर्दै हुनुहुन्छ भने तपाईँले एउटा बुक किन्नुभयो होला। त्योभन्दा पनि तपाईँले इफेक्टिभ हुने बुकहरू जुन सरकारी वेबसाइटमा पाइन्छ, सरकारी प्रोटोकलहरूमा पाइन्छ, त्यो बुकहरू तपाईँले कलेक्सन गरेर नोट बनाउनु भयो भने तपाईँलाई किनेको बुकभन्दा पनि बढी प्रभावकारी हुन्छ। भनेपछि मैले अब केही ढिला नगरिकन हामी भिडियोमा प्रवेश गरौँ। यसमा तपाईँले हेर्न सक्नुहुन्छ, तपाईँले सङ्गठित संस्था तयारी गर्दै हुनुहुन्छ भने त्यो विद्यार्थीका लागि फ्री पीडीएफ बुकहरू के छन्, के तपाईँले पीडीएफ बुकहरू पढ्न सक्नुहुन्छ। सरकार सङ्गठित संस्थाको तयारी गर्दै हुनुहुन्छ भने तपाईँले फर्स्टमा एउटा बुक छ, त्यो बुकको नाम के हो त भन्दाखेरि आर्थिक सर्वेक्षण हो। यदि तपाईँको कन्टेन्टमा, यदि तपाईँको सिलेबसमा तपाईँको आर्थिक सर्वेक्षणसँग सम्बन्धित कन्टेन्टहरू छ भने, जस्तै तपाईँको जीडीपीसँग सम्बन्धित, डिप्रेसनसँग सम्बन्धित, आर्थिकसँग सम्बन्धित हैन, अनि त्यसपछि तपाईँको विभिन्न डाटाहरू तपाईँले हेर्नुपर्ने हुन्छ। त्यो डाटाहरू यदि छ भने तपाईँले आँखा चिम्म गरेर यो पीडीएफ बुक डाउनलोड गर्नुहोला र यसबाट तपाईँले नोट आफ्नो भाषामा, आफ्नो ह्यान्डराइटिङमा बनाउनुहोला र त्यो पढ्नुभयो भने तपाईँलाई भेरी इफेक्टिभ हुन्छ। अनि त्यसपछि अर्को बुक रहेको छ तपाईँको, अर्को बुक के रहेको छ त भन्दाखेरि आर्थिक वर्ष 2083-84 को बजेट रहेको छ। यो बजेटको पीडीएफ पाइन्छ, फ्री अफ कस्टमा पाइन्छ है साथीहरू। तपाईँहरूले सजिलैसँग तपाईँले यो वेबसाइट भिजिट गरेर तपाईँले सजिलै डाउनलोड गरेर त्यसमा तपाईँले आफ्नो दखल देखाउन सक्नुहुन्छ। त्यसबाट पनि तपाईँको बजेटबाट तपाईँको यो वर्षको बजेट कति हो, यो वर्षको तपाईँको आम्दानी कहाँबाट आएको छ, यसबाट तपाईँले खर्च कहाँ गर्नुपर्ने छ र त्यसबाट सम्पूर्णमा कति त्यो जुन तोकेको सेक्टरमा कति सम्म खर्च गर्ने अनुमान गरेको छ, कति प्रतिशत अनुमान गर्ने गरेको छ भन्ने कुराको सन्दर्भमा तपाईँले नेपालको बजेटसँग सम्बन्धित तपाईँले यो पीडीएफ बुकमा पाउनुहुन्छ। र तपाईँले आफ्नो पाएक पर्ने तपाईँको त्यसमा तपाईँको क्रोम ब्राउजरमा गएर तपाईँले डाउनलोड सजिलैसँग गर्न सक्नुहुन्छ र आफ्नो ह्यान्डराइटिङमा नोट बनाउनु होला र पढ्नु होला। अनि त्यसपछि थर्ड नम्बरमा रहेको छ नेपाल सरकारको नीति र कार्यक्रमहरू। नेपाल सरकारको नीति कस्तो छ, तपाईँले नीतिसँग सम्बन्धित, कार्यक्रमसँग सम्बन्धित यदि तपाईँको सिलेबसमा छ भने तपाईँले सरकारको नीति तथा कार्यक्रम 2083-84 तपाईँले डाउनलोड गरेर पढ्न सक्नुहुन्छ यसमा। अनि त्यसपछि अर्को बुक रहेको छ तपाईँको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2083 रहेको छ। अब तपाईँको सिलेबसमा के छ त भन्दाखेरि, तपाईँको सिलेबसमा यो तपाईँको नेपालको सरकारको नीति र कार्यक्रमसँग सम्बन्धित छ भने तपाईँले कुनै पनि टपिकहरू छ भने त्यसलाई रिसेन्टली के भएको छ त्यसलाई तपाईँले जोडेर तपाईँले प्रश्न आउन सक्छ। यो पनि तपाईँले अवश्य रूपमा पढ्नु होला है त। अनि त्यसपछि अर्को तपाईँको के छ त भन्दाखेरि सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा भनेर भन्छ। सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा तपाईँले हेर्नुभयो भने तपाईँले के विचार गर्नुपर्ने हुन्छ त भन्दाखेरि, यो तपाईँको सिलेबसमा जुनसुकै सङ्गठित संस्थाको सिलेबसमा 5th हो या 5th हो अथवा 6th हो, त्यस्तो सबैमा तपाईँको पब्लिक इन्टरप्राइजेससँग सम्बन्धित तपाईँको एउटा कन्टेन्ट रहेको छ। त्यो कन्टेन्टलाई तपाईँले कुनै पनि अदर मेटेरियलहरूबाट पढ्नु पर्दैन, कुनै पनि तपाईँले बुक किन्नु पनि पर्दैन। त्यसको लागि तपाईँले एकदमै एथोराइज मेटेरियल भनेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा हो, जसबाट तपाईँले के गर्न सक्नुहुन्छ, आफ्नो त्यो कन्टेन्ट वाइज, तपाईँको सिलेबस वाइज, तपाईँको टपिक वाइज त्यसमा दिएको छ, त्यो वाइज तपाईँले आफ्नो ह्यान्डराइटिङमा यसमा यहाँबाट मेटेरियलहरू, यहाँबाट तपाईँले डाटाहरू कलेक्सन गरेर तपाईँले आफ्नै भाषामा नोट बनाउनु होला र पढ्नुभयो भने अरूको बुकभन्दा तपाईँले धेरै बेनिफिट हुनेछ। त्यसपछि अर्को रहेको छ 5 नम्बरमा तपाईँको महालेखा परीक्षणको तपाईँको 63 वार्षिक
वार्षिक प्रतिवेदन 2083 रहेको छ र यो तपाईँको विभिन्न किसिमका डाटाहरू हुन्छन्। तपाईँको प्रत्येक संस्थानहरूको डाटाहरू हुन्छन्। महालेखा परीक्षणले त्यो प्रतिपादन गरेको डाटाहरू छ, त्यो प्रतिवेदनहरू छ। यसलाई पनि अलिकति हेर्नुपर्ने हुन्छ र यसलाई पनि तपाईँले थरोली यो पनि फ्रीमा पाइन्छ। जति पनि यो बुकहरू छ त्यो तपाईँले फ्रीमा पाउनुहुन्छ र यो बुकहरू तपाईँले फ्रीमा इलिजिबल छ। फ्रीमा तपाईँले डाउनलोड गरेर पाउनुहुन्छ, फ्रीमा डाउनलोड गरेर पढ्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले त्यो वेबसाइटमा कुनै पनि वेबसाइटमा तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ र तपाईँलाई यदि यो डाउनलोड गर्न झन्झटिलो भयो अथवा तपाईँलाई गाह्रो भयो भने मलाई यही भिडियोको कमेन्ट बक्समा तपाईँले डाउनलोड भन्ने त्यो मेसेज गरिदिनु होला। डाउनलोड गर्न आएर अथवा डाउनलोड कसरी गर्ने भन्ने मेसेज गरिदिनु होला। त्यसको लागि मैले छुट्टै भिडियो बनाएर ल्याउने नै छु। त्यसको लागि तपाईँले मैले दुईवटा तरिका सिकाउने छु। एउटा 2 मिनेट 2 सेकेन्डवाला तरिका सिकाउने छु र एउटा 2 मिनेटवाला तरिका सिकाउने छु। भनेपछि 2 सेकेन्डमा पनि तपाईँले यो PDF 2 सेकेन्ड विदिन 2 सेकेन्डमा तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। भनेपछि यो 2 मिनेटवाला पनि तपाईँले ठ्याक्कै तपाईँको सम्बन्धित वेबसाइटमा गएर डाउनलोड गर्न सक्नुहुन्छ। यति भन्दै तपाईँको दिन शुभ रहोस्। हस्त, धन्यवाद।